हो यहीँबाट आएको दिनमा 4 बजे 3 बजे अभी वहाँ लागल बा सब ग्रुप रे देखिए वहाँ लागल बा थोरै पाले गृह मन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकाहरूमा सुरक्षा निकायहरूलाई कुनै पनि पूर्व जानकारी नदिकन छड्के अनुगमन गरे लगातै यति बेला सामाजिक सञ्जालमा खैला बैला मचिएको छ। शनिबार दिनभर गरिएको उक्त अनुगमनको भिडियो सार्वजनिक भएको हो। सामान्य पोसाकमा देखिएका गृह मन्त्री सुदन गुरुङले मास्क चस्मा हाफ टी सर्ट लगाएर सीमा क्षेत्रमा पुगेका थिए। गृह मन्त्री सुदन गुरुङले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै सीमा बार तस्करी बारे जानकारी लिएका थिए। सार्वजनिक भिडियोमा स्थानीय बासिन्दाले सशस्त्र प्रहरीका एक डीएसपीकै मिले मतोमा तस्करी भइरहेको आरोप लगाएका छन्। उनीहरूले नाकामा जडान गरिएको सीसीटीभी क्यामेराको पोल देखाउँदै त्यसैको आडमा अवैध गतिविधि हुने गरेको गुनासो पनि गरेका छन्। स्थानीयको भनाइ सुनेपछि गृह मन्त्री सुदन गुरुङले सीसीटीभीको निगरानी कहाँबाट हुन्छ भनेर प्रश्न गरेका थिए। जवाबमा स्थानीयहरूले जिल्ला प्रशासन कार्यालयबाट यसको निगरानी हुने बताएका छन्। गृह मन्त्री सुदन गुरुङले संवाद गरेको भिडियो कुन सीमा नाकाको हो भन्ने विषय भने खुलाइएको छैन। रासपाको महाधिवेशन सकेर शनिबार बिहान वीरगञ्ज पुगेका गृह मन्त्री सुदन गुरुङ कुन समयमा सीमा निरीक्षणमा निस्के भन्ने बारे बारा र पर्साका सुरक्षा अधिकारीलाई समेत जानकारी नभएपछि यति बेला सामाजिक सञ्जालमा खैला बैला मचिएको हो। गृह मन्त्री सुदन गुरुङको यो आकस्मिक अनुगमनपछि सीमा क्षेत्रमा हुने तस्करी र त्यसमा सुरक्षा निकायको सम्भावित संलग्न बारे थप छानबिन हुने अपेक्षा समेत गरिएको छ।